हेलो साथीहरू, नमस्ते। आज पनि तपाईहरुलाई मेरो अर्को भिडियोमा स्वागत छ। देख्न सक्नुहुन्छ है, म चाहिँ यो चाहिँ मेरो बिहानदेखिको बेलुकीसम्मको भिडियो मैले सुट गरिरहेको छु है। म चाहिँ बिहान उठेर फुलतिर पानी हाल्छु, हात मुख धुइसकेर। देख्न सक्नुहुन्छ बिहान चाहिँ यसरी बाहिर घाम लागिसकेको छ। अनि यो फुल देख्नुहुन्छ नि, अहिले पहेँलो हुन्छ, पछि चाहिँ पिङ्क कलरको हुन्छ है। फेरि दुई कलरको हुन्छ, अचम्मको छ यो रोज। अनि यो मेरो लालुपाते, यो एन्जेलिया हो मेरो। एक सिजन मात्रै फुल्छ है यो चाहिँ, एकदमै पातभन्दा बेसी फुल्छ। अनि म चाहिँ एकछिन बारीतिर पनि जान्छु, पानीहरू हाल्दै गर्छु। यो चाहिँ पोइ सागको बिरुवा अब रोप्नुको लागि तयारी हुँदैछ। अनि मेरो ड्युटी सुरु भइसक्यो। भाँडासाँडा धुँदै गरिसकेपछि खाजा बनाउने, चिया बनाउने काम हुन्छ है मेरो। सबैको आमा दिदी बहिनीको त्यही हो है बिहानको। अनि म चाहिँ कालो चिया बनाएर पिउनु पर्यो भनेर चिया बनाउँदैछु है। अनि बाबा छोरीको लागि चाहिँ दुधको चिया खाने भन्नुहुन्छ है, अनि दुधको चिया बनाइदिँदैछु। यसरी नै चिया बनाइदिइसकेपछि नानी चाहिँ उठेको छैन, त्यही भएर म चाहिँ पिउन थालेँ। अनि यो चिया चाहिँ मैले मेरो हस्बेन्डलाई पनि पुर्याउन गएँ रुममा, देख्न सक्नुहुन्छ। अनि यसरी उहाँ चाहिँ बाइबल पढ्दै बसिरहनु भएको थियो। अनि नानीलाई उठाउनु गएको है, उज्यालो भइसक्यो, छिटो उठ भन्दै उठाउँदै थिएँ मैले चाहिँ। अहिले चाहिँ अब छुट्टीको बेला भनेर है, नानी चाहिँ मजाले सुतिदिइरहेको छ घोडा बेचेर। अनि भान्जीहरू चाहिँ बाहिर स्कुल जाने बेला भइसक्यो। यो चाहिँ मेरो बिरालो दुध खाँदैछ। अनि यो चाहिँ अब बिहानको खाजा बनाउनुको लागि सुरु गरेँ। बडाल गरिसकेँ मैले यहाँनिर। अब पालो आयो रोटी पोल्ने है। यसरी लुगाले पक्रिने यो चिम्टाहरू पनि पुछपाछ गरेर रोटीहरू पनि पुस्दै राख्छु नि त हो। मलाई चाहिँ एउटा सफा लुगा चाहिन्छ रोटी पोल्दाखेरि चाहिँ। यसरी चाहिँ मुखमा आउँदैन है खाँदाखेरि। रोटी पोलिसकेपछि चौका मलाई सधैँ धुनै पर्छ है। खाजा पनि रेडी भइसक्यो। म चाहिँ खाना थालेँ, म चाहिँ दबाई खानुपर्छ, त्यही भएर अरूले चाहिँ ढिलै खानुहुन्छ। यसरी नै अब सकरखण्डको पालो आयो है उसिन्ने। अनि म चाहिँ धेरै खाजा खाँदिनँ, अलिअलि एकरै खाइबस्छु, केही बिना खाएको भन्नुहुन्छ होला है। तर म चाहिँ एकैचोटि बेसी खाँदिनँ। अनि अलिअलि एकहोरी खाइबस्नुपर्छ है। अब आयो खरबुजाको पाली, काटेर पनि रेडी भयो है। खानु थाले यसरी। अब गर्मी सुरु भयो, पानीको मात्रा शरीरलाई एकदमै चाहिन्छ है। अनि सो टेस्टी, एकदमै मिठो रहेछ भन्दै खाँदै थिएँ है म चाहिँ। अनि नुहाइधुवाइ पनि भयो मेरो बिहानको कामसाम सकेर। अनि अब दिउँसोको लागि कुखुरा बनाउँदैछु। मजाले छिलछाल पारेर पोलेर काटकुट पनि भयो है। आफै गर्छु म त सबै, काट्नु मार्नु पनि आफै गर्छु। कसैले नगरिदिएपछि आफै गर्नु पर्यो नि त होइन। अनि यसरी अब पकाउन सुरु गरेँ। अब मजाले अल्ट्याङ पल्ट्याङ पारेर रातो बनाएर भुटेपछि चाहिँ मसला हाल्ने पाली आउँछ है। नुन मसला हालिसकेपछि चाहिँ एकछिन अल्ट्याङ पल्ट्याङ भुटिसकेपछि चाहिँ फेरि मजाले भुटुवा रेडी हुन्छ है। देख्न सक्नुहुन्छ भुटुवा पनि रेडी भइसक्यो। अनि मैले चाहिँ यसमा सुप हालेँ है। सुपको साग यसरी काटिकन हालेर भल उमाले रेडी भयो। अनि यता चाहिँ मैले सब्जी पनि बनाउँदैछु। यो रातो पालङ्गी है, मेरो त एकदमै फेभरेट हो, म त बेसी खान्छु। अनि देख्न सक्नुहुन्छ काटेर रेडी भयो है। अब यो दिउँसोको 12 बजेको खाना है, खानु थालेँ। दबाईहरू पनि टाइममा खानुपर्छ, त्यही भएर चाहिँ खाना पनि एकदमै टाइममा खानु थालेँ म चाहिँ। अब चल्लाको चारो पानी खाने मसिनो भएकोले गर्दा चाहिँ एकपल्ट चारो पानी हाल्नुपर्छ है। यो ठुलो खानेलाई पनि हाल्दै चारो। अब चाहिँ रात पर्यो साथीहरू, देख्न सक्नुहुन्छ। आजको भिडियो चाहिँ यतिमै, फेरि भेटौँ अर्को भिडियोमा। बाई बाई।